ल याबाहरू आज हामी चाहिँ लाग्दैछ अब मौली घरतिर। अस्ति बाजे हुनु बित्नु भएको त धेरै भएको थियो नगएको। त्यहाँ आज बोजूहरूलाई पनि भेट्दै मामाहरूलाई पनि भेट्दै गएको। म देखाउँदैछु ल बाटोहरू। यहाँ अगाडि चाहिँ अब आमा यहाँदेखि देख्दैछ। मामाको घर चाहिँ यहाँनिर देख्दैछ। यो चाहिँ हाम्रो जेठामाको कता कता देख्दैछ। यहाँ चाहिँ अब नेचर लभरहरू हुन्छ त्यसकोहरूको लागि चाहिँ अब एकदमै दामी पिस खायो क्या। र हामी जस्तो यहाँ चाहिँ फल्स पनि छ। यो अस्तिको पानी लिएर बाङबुङ भएको। यहाँ त अझै बनाएको रहेछ। यहाँ त फल्स जस्तो त होइन के फल्सै छ नि यहाँ त। त्यो देखाइ पनि दिइरहेको रहेछ त अहिले नि पानी त अन्त। योहरू चाहिँ अब यहाँको चाहिँ त्यो मान्छेले उयो थाहै छैन नि त। एक्सप्लोरै गरेको छैन कसैले क्या। किनभने अब यहाँ रोडदेखि अलिक झर्नुपर्छ। अब गऱ्यो भने त हुन्छ। यहाँनिर पनि फल्स छ मजाको छ नि। यो त अहिले पानी घटेर यत्रो युटिलाइज गर्नु सक्यो भने चाहिँ दामी हो। सुपर हाम्रो बाजे काम गर्नु हुँदो रहेछ। बाजे 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 साई बन्दगी सारा बाजे चाहिँ त्यहाँ बाटो बनाउनु हुँदो रहेछ। अस्ति बर्खाको यसले सबै लगेर बाटो चाहिँ दाङबुङ भएको रहेछ नि। हजुर हो नि। अहिले तर निकै राम्रो भएको छ नि। अस्तिको भन्दाखेरि त अझै राम्रो पो भएको छ यो त। तपाईँ एक्लैले बनाउनु भएको? बाजेले चाहिँ यतातिर नि बनाइसक्नु भएछ नि त। बिचारा एक्लैले बनाएको रहेछ। ए हो यहाँ झर्ना चाहिँ दामी छ क्या। तपाईँहरू यहाँ देख्नु सक्नुहुन्छ। मजा है। ल अब यहाँनिर चाहिँ मैले देखाइसकेँ। अब तल मामाहरूको घरमा कहिले नि त त्यो म बोक्नु यो बाटोहरू चाहिँ यस्तो छ क्या। त्यो चाहिँ आजकल पुरा त्यो ट्रेन्डिङ भन्दाखेरि नै अब त्यो ट्रेन्डिङ भन्नु पनि मिल्छ अलिक जस्तो लाग्छ मलाई। हाइकिङ भन्दै जान्छ नि। हामी जस्तो मान्छे चाहिँ हाइकिङ भन्नु केही पर्दैन क्या। रात दिन यस्तो बाटो चाहिँ दिनमा झन् यहाँ मामाहरू चाहिँ दिनमा 6-7 खेप चाहिँ ओहोरदोहोर थियो नि। खाली होइन भारी बोकिकन। भारी पनि कम्ती भएन नि त्यो 1-2 केजी होइन नि। मनदेखि उकालो क्या। कम्ती भनेको 45 केजी 50 केजी सर सामानहरू बोकेर चाहिँ अब यो बाटोहरू चाहिँ ओहोरदोहोर। यहाँ चाहिँ अस्तिको बर्खाले त्यस्तो त्यो माथि हो झर्ना चाहिँ। ल त्यो चाहिँ यहाँ चाहिँ पानीको चाहिँ पौलो। यहाँदेखि चाहिँ अब हाम्रो मामाहरूको खेत स्टार्ट। धानहरू पनि मजाको भइगएछ। कति छिटो बढी गएको जस्तो लाग्यो धान त है। त्यही त मामा खेतबारी चाहिँ घरहरू यहाँनिर। लुना भुक्दैछ। लुना ओ लुना साहेब बन्दगी माइजू चाहिँ त्यहाँ तल रहेछ। यहाँ त रमाइलो छ त। यो पारि देख्दै रहेको चाहिँ लोले गाउँहरू जुनहरू मजाको छ। ल खेतबारीहरू चाहिँ अब यस्तो है यतातिर चाहिँ। लुना ओइ लुना मेवा खोलाइ चाहिँ दामी चाहिँ यहाँ चाहिँ सानो बोटमा। यहाँ चाहिँ दामी भएको रहेछ। अब यो उकालो रुखमा चढेपछि त दामी देखिहाल्छ नि। यो पनि मजाको रहेछ। के हो यो? अब म चाहिँ हाम्रो यहाँ हाम्रो पुजारी साहेबको घर जाँदैछु। लाग्यौँ है साहेब बन्दगी। बाई बाई।
आमामा ला पुजारी साहेबलाई पो त्यो हेलमेट त भएछ त हौ दुःख पो दिए भयो ल हामी चाहिँ अब पुजारी साहेबको घरमा गएको पुजारी साहेब चाहिँ आजको चालक त भन्छ होइन कति बादमा चाहिँ म चाहिँ अब सेकेन्ड माइटरको पछाडिपट्टि बसिरहेको छु धेरै भयो थियो यसरी पछाडि नबजेको चाहिँ आफै मात्रै चलाउने चालक चाहिँ हाम्रो यहाँ पुजारी साहेब हुन्छ ओह्रालो पनि झार्नु ल ओह्रालो ओह्रालो कुदाउँ नकुदाउनु ओह्रालो चाहिँ नकुदाउनु अब यहाँदेखि चाहिँ हामी यो टर्निङले चाहिँ ओह्रालो जानुपर्छ योदेखि चाहिँ अब हामी चाहिँ स्याट यहाँनिर पिकअप भएको चाहिँ ओह्रालो स्वाट हो लु अब चाहिँ आइपुग्यो भयो पुजारी साहेबको यही भन्नुभएको होला हो यो त अन्त मको त अन्त 3 डबल ठुलो छ अन्त यो त यहाँ चाहिँ पुजारी साहेबको यहाँ चाहिँ दामी छ नि हौ हुन्छ एकदम मजाको क्या अहिले चाहिँ घामले टल्केर हो अलिक साह्रै स्वादको चाहिँ नदेखेको जस्तो भएको चाहिँ अब यस्तोहरू कहाँ देख्नु पाउँछ त अर्ग्यानिक चाहिँ भन्दैन यसलाई चाहिँ खासमा ट्रेडिसनल यो चाहिँ हाम्रो खास पहिलाको चाहिँ यस्तो हो नि त पानीको भने चाहिँ दुःख भने चाहिँ ठ्याक्कै छैन ए हुन्छ ल अहिले नबेसी ए हुन्छ कस्तो भयो हरियो त हरियो छ पानी पनि खाइदिउँ यो अन्त खास जिन्दगी भन्ने चाहिँ तर पनि चाहिँ मिठो जिन्दगी भन्ने चाहिँ यो गोरुबथानदेखि आएको फुल पनि मैले पाइहालेँ अब हुन्छ यसको पनि गएर पानी पिउँदिनँ ल म गिफ्ट पनि पाइहालै भयो हो यस्तो यही सोचिरहेको अब यस्तै ठिक्कै यहाँनिर ठिक्कै मामा साहेबकोदेखि चाहिँ यहाँनिर गिफ्ट पनि भयङ्कर अब यो घुम्छ नि त मेरो घुरेनमा चाहिँ फेरि पानी भइन्जेल चाहिँ यहाँ चाहिँ हाम्रो मामा साहेबको त अन्त मोमो खाने इस्कुस त यो लोथर्केले त अन्त फाकफुक पारिदिएछ नि त ए हुन्छ हुन्छ खानुहोस् न म यहाँ होइन उहाँ छ नि तपाईँ खानुहोस् न होइन उहाँ छ नि यो रातो पो दामी लाग्यो म त यो त एप्पलवाला यो टिपेला यो आमा यो त दामी रहेछ है ए त्यो चाहिँ पछि सिट लानु नि सिट बनाउनु के हजुर त्यो चाहिँ पछि पाकेपछि चाहिँ एप्पलै देख्छ अहिले पनि त दामी छ अन्त है अहिले त्यति राम्रो छ पछि अझै दामी हुन्छ मङ्सीतिर चाहिँ कि अझै ठुल्ठुलो थियो योपालि सानो साइज छ मलहरू पुगेपछि नि ओभर दामी हुँदैछ नि अन्त यो चाहिँ अब घरको छेउमा चाहिँ यस्तोहरू बनाएर फल्दियो अम्बक फलाइ चाहिँ यो हो नि त अन्त र यत्रो बोटमा चाहिँ अन्त यो खालको फलायो अन्त यो कम्ती फलेको यो कहाँ किनेर त खाइन्छ त अम्बक त किने चाहिँ भयो हुँदैन अम्बक चाहिँ पुजारी साहेबले देखाइदिइहाल्यो सकेको नि अब यतिको चाहिँ खानुपर्छ चपाइदिनुहोस् न एक दामी हो नि अम्बक त अन्त लु मैले चाहिँ रङ चढ्दै गरेको अम्बक चाहिँ अब लगेको यहाँदेखि पुरा फलेको रहेछ यहाँ अम्बक चाहिँ हो लु म चाहिँ अब यहाँ हाम्रो मामा साहेबकोदेखि फर्केको अब माथि बोजूहरूमा चाहिँ म देखाउन सक्दिनँ किनभने मेरो चार्ज सकिसक्यो यहाँनिर निकै बस्यो भाइ सौदाहरू चाहिँ यस्तो खालको बोकिकन चाहिँ जाँदैछु म के पाएँ यहाँ आएपछि त
यो सबै बोकेर माथि बोजूहरूकोमा एकछिन बसेर माथि बेमारहरूतिर निस्केर त्यहाँदेखि चाहिँ घर जानुपर्छ। हेर्नुहोस् अब चार्ज कति छ। हुन्छ, आजको लागि यति नै।